के छ दिदी हो गाइस वेलकम ब्याक टु माई च्यानल म यता बस्नु नि तपाईँ कस्तो लजाउने अति लजाउने यो चाहिँ मेरो दिदी हो होइन धेरै लजाउने कस्तो लागिरहेको छ त ह्याप्पी चैते दसैँ मा ह्याप्पी चैते दसैँ ओ मम अर्कै छ अब यहाँ अर्कै छ है गाइस यता आशीर्वाद लाग्छ है माले दिएको राम्रो छोरीले सधैँ सुख दिउन् कहिले दुःख भन्ने नपरोस् कहिले रोग भन्ने नलागोस् दिनु परिहाल्यो नि पनि चाहियो मनले चिताएको पुरा होस् ए ल गाइस धेरै पढे ठुलो मान्छे भए डेडी मम्मीलाई सुख दे खुसी दे कहिल्यै दुखी नबनाए तिम्रै आशा तिम्रै भरोसा छ भरोसा उदाहरण नगरे ह्याप्पी चैते दसैँमा थ्याङ्क यू गाइस आज चैते दसैँ हो त्यसैले यहाँ टिका लाउने कार्यक्रम ठुलो मान्छे बने धेरै पैसा कमाएर सेपास भन्ने गराए डेडी मम्मीलाई सुख दे कान्छी सबैभन्दा राम्रो ज्ञानी मान्छे बने बढी बोल्नु धेरै भन्दा त्यो अलिक बढी रियाक्सन भयो कि म भुत दिदी भूत तपाईँ भोलि कहाँ जाँदै हुनुहुन्छ अरे मलाई छोडेर यस्तो छ बेलुका हो गाइस बिट्रे गरेर राख्नुभयो कि मेरो बिदा भयो होइन आफू घुम्न जानु लाग्नुभयो म यहीँको यहीँ छु कि मासु इग्नोर guys ignore this guy ignore के भन्छ अरे खानेलाई के काली भन्छ त अन्त काली अलि बढी भयो के एउटा ड्याडीलाई भनेर एउटा कुखुराको फार्म खोल्नुपर्छ जस्तो छ आमाको माया आमाको माया दाया र बाया अलिकति देखिन्छ व्यवहारले देखिन्छ गाइज के भनिस्